साथीहरू 42 दिनको काँक्रोको झाल यस्तो रहेको छ। यो बर्सातको समयमा यो गर्मी सिजनमा काँक्रो अत्यन्तै धेरै बढ्ने धेरै झालहरू चाहिँ आउने हुँदो रहेछ। एउटा खाडलमा एउटा मात्रै बेर्ना रोपेको हो, तैपनि यति धेरै झाँगिएको छ। दुई पटक यसलाई छाटकाट गर्ने काम पनि गरिसक्यो, अझै पनि पक्कै धेरै झाल भएको छ। आज तेस्रो पटक छाटकाट गर्ने विचार गरेको छु। गर्मी सिजनमा अत्याधिक झालको वृद्धि हुने र फलको सङ्ख्या चाहिँ अलिकति कमै लाग्ने हो कि के हो पनि यो यति थाहा भएन। तर तुलनात्मक रूपमा जाडो मौसममा गरिने खेती र गर्मी मौसममा गरिने खेतीलाई यसो विचार गर्ने हो भने चाहिँ तुलना गर्ने हो भने जाडो मौसममा बोटको वृद्धि दर चाहिँ एकदम कम हुने र फल अलि बढी नै बेसी नै लागेको जस्तो लाग्यो। खास गरी जाडो मौसममा काँक्रो लगाउँदाखेरि 1.5-2 फिटको बिचमा दुईवटा काँक्रो लगाउँदाखेरि पनि यति धेरै झाल भएको थिएन भने अब गर्मी मौसममा खेती गर्दा चाहिँ कम्तीमा 1 मिटरको दूरीमा लगाउनु पर्ने हुन्छ जस्तो लागेको छ यो झालको वृद्धिलाई हेर्दाखेरि। अब यो कुराहरूको चाहिँ अलिकति ज्ञान भएको छ, गर्दै जाँदाखेरि सिकिने रहेछ। अब तेस्रो पटक गरी हेर्छु, त्यसपछि पनि कस्तो खालको नतिजा देखिन्छ त्यो अनुसारको ज्ञान बढ्दै जानेछ भनेर यसले पनि अलिकति केही कुराहरू सिकाएको छ। जाडो मौसममा जुन हामी माघतिर लगाउँछौँ त्यो बेलामा 1.5-2 फिटको बिचमा एउटा खाडलमा दुईवटा बिरुवा राखेर खेती गर्दाखेरि यति धेरै ठुलो झाल त भएको थिएन। तर गर्मी मौसममा एउटा खाडलमा एउटा बेर्ना राखेको हो, तैपनि यति धेरै झाल भएको छ जुन दुईपल्ट छाटकाट गरिसक्यो र अहिले पनि त्यत्तिकै झाल भएको छ, भित्र छिर्न सक्ने स्थिति छैन। अब हामीले यसबाट के बुझ्नु पर्यो भने जाडो मौसममा गर्ने खेती र गर्मी मौसममा गर्ने खेतीमा एउटै बाली भए पनि तरिका चाहिँ फरक अपनाउनु पर्ने रहेछ भन्ने कुरा चाहिँ बुझिएको छ। खासै धेरै त फलेको छैन साथीहरू, तैपनि यसैलाई छिप्याएर राख्नु भएन। अरू चिचिलाहरू अरू साना पोथी फुलहरू चाहिँ कम हुनसक्छ, त्यसकारणले आज यसलाई टिपेर अझै यो यस्तो घना जङ्गल भएको जुन झाल छ यसलाई अलिकति काटछाट गर्ने पनि विचार गरेको छु। अब बाली लगाइसके पछाडि कहिलेकाहीँ राम्रो पनि हुनसक्छ, कहिलेकाहीँ नराम्रो पनि हुनसक्छ, कहिले राम्रोसँग फल्न नि सक्छ, कहिले नफल्न नि सक्छ। खेती हो, गर्नुपर्छ, निरन्तरता दिनुपर्छ। साथीहरू 42 दिनको दिन आज काँक्रो पहिलो टिपाइ गरियो। समग्रमा थोरै फले तापनि काँक्रो राम्रो देखिएको छ। खासै काँक्रोको भाउ पनि त्यति राम्रो त छैन, तैपनि जति फलेको छ घरमा राखेर मात्रै भएन, खाएर मात्रै पनि सकिने होइन। त्यसो भएको हुनाले आज बजार लाने तर्खर गर्दैछु। जति फलेको छ त्यो फलेकोलाई नै राम्रो मानेर खुसी मानेर धन्यवाद दिनुपर्छ भगवान्लाई। साथीहरू आज तेस्रो पटक काँक्रोको छाटकाट गर्ने काम गरियो। लगभग जमिनदेखि 2-3 फिटसम्मको लहराहरूलाई चाहिँ हटाइएको छ। विशेष गरी भाले फुलहरू धेरै भएको लहराहरूलाई चाहिँ हटाइएको हो र यसरी खुल्ला गरिएको छ। र यो साइडमा पनि यसै गरी खुल्ला गरिएको छ। फलहरू लाग्ने क्रम निरन्तर भइरहेको छ। साथीहरू 42 दिनको दिन पहिलो टिपाइ गरेको थियो काँक्रो, आज 45औँ दिन दोस्रो टिपाइ गरेको छु। अस्तिको पटक पहिलो टिपाइमा 54 किलो भएको थियो भने आज लगभग त्यस्तै 30-35 किलो मुनि देखेको छ। यसरी थोक्रोमा प्याक गरेर बजारसम्म पठाउने तयारी गर्दैछु। अब खासै बजार भाउ त राम्रो छैन, तैपनि फलेको फललाई घरमा राख्ने कुरा भएन, लैजानु परिहाल्यो। र आजै थोरै डिएपी र पोटास मलले टप ड्रेसिङ गरेको छु। हरेक पटक फल टिपिसके पछाडि टप ड्रेसिङ गर्नु राम्रो हो भनेर भनिन्छ, त्यही अनुसार गरिएको हो साथीहरू। र यसरी काँक्रोको अपडेट हजुरहरूलाई गराउँदै जानेछु। हेरेर साथ दिनुभएको धेरै धेरै धन्यवाद छ।